हेर हेलो एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ म मर्निङमा मैले आज सबेरै उठेँ आज त 8 बजे उठेँ र म चाहिँ आज यहाँबाट कस्तो दामी देखिया छ पुरा भ्यू हेर्न जाँदैछु बाहिर मुखसुख धोएर होइन मुखसुख धोएर भेट्छु ल मैले चाहिँ मुखसुख धोएर चाहिँ गइरहेको छु नै यतै ल अझै चाहिँ राम्रोसँग आइरहेको छैन आज चाहिँ कोही उठ्यो भने सबभन्दा अगाडि मै उठ्याउ 4 बजे उठ्याउ 4 बजे उठेर एउटा मान्छे भए म फोटो खिच्थेँ होला यार अझै पनि राम्रोसँग त आएन होइन ल है सूर्य चाहिँ यहाँबाट आइसकिरहेछ भर्खर आउँदैछ अब चाहिँ कुहिरो सुहिरो आउँदैछ नि झन् बब्बाल हुन्छ नि है झन् बब्बाल ल देख न सर कुहिरो चाहिँ माथि माथि आउनु लागिसक्यो सूर्य चाहिँ माथि गइसक्यो होइन ल सोध्दै हो देख्न सक्नुहुन्छ पछाडिको भ्यू चाहिँ यस्तै छ अहिले आएन किन नत्र त आइहाल्थ्यो होइन अहिले नि ठिक छ यति दामी आइरहेछ अहिले चाहिँ ल अब चाहिँ अब फ्रेस हुन्छु होइन नास्ता सास्ता खान्छु अनि म चाहिँ इक्जाम छ नि त हाम्रो अनि दुईटा बेस गरिसक्यो अझ चाहिँ अब चाहिँ हुन 3-4वटा छन् आज चाहिँ सामाजिक छ देख्न सक्नुहुन्छ गाउँघरतिर बस्नको फाइदा नै यस्तै के अर्ग्यानिक हावा ल धेरै राम्रो ल होइन अब चाहिँ अब के देखाउने हो यत्तिकै जाडो लागिसक्यो यो भिडियो चाहिँ मैले वासुदेव मल्ल दाईको भिडियो हेर्दै थिएँ होइन त्यो भ्लग हेर्दै थिएँ झ्याप्प देखेँ उहाँले भ्यू देखाउनुहुन्थ्यो ट्याक्क उठेर बाहिर हेरिदिएको छु झ्याप आम्म प्यारो लागिरहेको छ त्यसैले आयो होइन ल आजको भिडियो चाहिँ यहाँ अन्त्य गरौँ होइन अब चाहिँ के देखाउने हो र यो देखिहाल्नु हो यस्तै छ फोटो सोचा खिच्छु ल सो सबजनाले लाइक कमेन्ट सेयर हेरेर पनि नहेरेको जस्तो नगरिदिनु होला भन्न चाहन्छु ल आजको लागि चाहिँ यहीँ अन्त्य गर्छु फलो गरिदिनु होला न्यू आइडी खोलेको छु भर्खरै फलो भइरहेछ ल है यो भिडियोमा चाहिँ 1K भ्युज पुग्नु पऱ्यो ल अहिलेको लागि चाहिँ बिदा हुन चाहन्छु थ्याङ्क यू फर द वाचिङ रमाइलो भिडियोहरू लिएर आइहाल्छु अहिलेको लागि चाहिँ बिदा हुनु बाई